धेरै समय पहिलेको कुरा हो। पहाडको काखमा एउटा सानो र रमणीय गाउँ थियो। त्यो गाउँमा एउटा यस्तो परिवार बस्दथ्यो जोसँग खेतीपातीका लागि जमिन त थियो, तर घरमा सधैँ अभाव र गरिबीको बास थियो। परिवारमा एक वृद्ध बाबु र उनको एकमात्र छोरा थिए। छोरो स्वभावले सोझो त थियो, तर उसमा भविष्यको कुनै चिन्ता वा योजना थिएन। बाबु उमेरले डाँडामाथिको घाम भइसकेका थिए, तर घरको भद्रगोल अवस्था देखेर उनलाई सधैँ एउटै पिरोलेले सताउँथ्यो। म मरेपछि यो छोराले कसरी घर थाम्ला, यसले त भएको सम्पत्ति पनि जोगाउन सक्दैन। त्यो घरमा अन्नको भण्डार कहिल्यै भरिँदैन थियो। उनीहरूले वर्षभरि खेती त गर्थे, तर उब्जनी भएको अन्न आधा महिना पनि पुग्दैन थियो। कारण थियो व्यवस्थापनको कमी। घरमा कोही पनि यस्तो व्यक्ति थिएन जसले अन्नको महत्त्व बुझोस् वा भविष्यका लागि जोहो गरोस्। घरका कुना काप्चामा माकुराका जालो लागेका थिए, दैलो उब्किएको थियो र बारीका कान्लाहरू बाँझै थिए। छिमेकीहरू भन्थे, यो घरको त दशा नै बिग्रेको छ। एक दिन वृद्ध बाबुले सोचे, छोराको बिहा गरिदिए घरमा लक्ष्मीको बास हुन्थ्यो कि। एउटी टाँठी र मेहनती बुहारी आए यो भद्रगोल घर सुध्रिन्थ्यो कि। यही सोचका साथ उनले छिमेकी गाउँकी एक युवतीसँग छोराको विवाह पक्का गरे। ती युवतीको नाम हीरा थियो, तर पछि उनलाई सबैले नकुटे बुहारी भनेर चिन्न थाले। विवाहको दिन आयो, हीरा दुलही बनेर त्यो घरमा भित्रिन्। उनले घरको दैलो टेक्ने बित्तिकै चारैतिर नजर डुबाइन्। उनले जे देखिन् त्यो एउटी मेहनती स्त्रीका लागि निकै दुःखदायी थियो। आँगनभरि फोहोर थियो, भान्सामा जुठा भाँडाकुँडा अलपत्र थिए र अन्न राख्ने भकारीहरू रित्ता थिए। घरका मानिसहरूमा उत्साहको कमी थियो। हीराले मनमनै अठोट गरिन्, मेरो नयाँ घर त सङ्कटमा रहेछ। यदि मैले आजैबाट केही गरिन भने यो घर छिट्टै बर्बाद हुनेछ। म यो घरलाई फेरि हराभरा बनाएरै छोड्छु। भित्रिएको पहिलो हप्तामै उनले घरको अवस्थाको सूक्ष्म अध्ययन गरिन्। उनले देखिन् कि उनका ससुरा र श्रीमान मेहनत त गर्थे, तर उनीहरूमा अनुशासन थिएन। उनीहरू बारीमा काम गर्न जाँदा आधा दिनमै फर्कन्थे, बिउ छर्दा जथाभावी छर्थे र आएको अन्नलाई जतन नगरी खर्च गर्थे। बुहारीले बुझिन् कि यो घर गरिब हुनुको कारण भाग्य होइन, बरु कामप्रतिको लापरवाही र अन्नको अनादर हो। एक बिहान उनले ससुरालाई भनिन्, बुबा, आजबाट घरको भान्सा र अन्नपातको जिम्मेवारी मलाई दिनुहोस्। तपाईँ र श्रीमान ढुक्क भएर बारीको काममा मात्र ध्यान दिनुहोस्। म वाचा गर्छु, अब यो घरमा कोही भोको रहने छैन। ससुरालाई सुरुमा त अचम्म लाग्यो, तर बुहारीको आँखामा भएको चमक र आत्मविश्वास देखेर उनले सहर्ष स्वीकार गरे। हीराले घरको सरसफाइबाट आफ्नो काम सुरु गरिन्। उनले घरका कुना कुना सफा गरिन्, पुरानो फोहोर फालिन् र घरलाई एउटा मन्दिर जस्तै चम्काइन्। उनले श्रीमानलाई भनिन्, हाम्रो यो पाखो बारीमा सुन फलाउन सकिन्छ, मात्र अलिकति पसिना र धेरै बुद्धि चाहिन्छ। श्रीमान सुरुमा त हाँसे, तर बुहारीको जोस देखेर उनमा पनि काम गर्ने नयाँ ऊर्जा पलायो। यसरी एउटी मेहनती बुहारीको आगमनसँगै त्यो उजाड घरमा परिवर्तनको पहिलो पाइला चालियो। विवाह केवल दुई व्यक्तिको मिलन मात्र भएन, त्यो त एउटा भत्किन लागेको घरको पुनरुत्थानको सुरुवात बन्यो। हीराले आफ्नो गहना र नयाँ लुगाको लोभ नगरी घरको उन्नतिलाई नै आफ्नो पहिलो लक्ष्य बनाइन्। हीराले घरको जिम्मेवारी सम्हालेपछि उनले बुझिन् कि केवल उपदेश दिएर मात्र घरको अवस्था सुध्रिनेवाला छैन। त्यसका लागि आफै उदाहरण बन्नुपर्छ। उनले आफ्नो विलासिता, आराम र निद्रालाई त्यागेर कठोर परिश्रमको बाटो रोजिन्। उनको दिनचर्या बिहानको तारा ननिप्दै सुरु हुन्थ्यो र मध्यरातसम्म चल्दथ्यो। घरको दैलो खुल्ने बित्तिकै उनी भान्सामा पस्थिन् र अन्नको एक दाना पनि खेर जान नदिने अठोटका साथ काम गर्थिन्। पहिले त्यो घरमा भात पकाउँदा आधा चामल जथाभावी फालिन्थ्यो र चामल पखालेको पानी नालीमा बगाइन्थ्यो। हीराले अन्नलाई साक्षात लक्ष्मी मान्थिन्। उनले चामल पखालेको पानीलाई जम्मा गरेर गाईबस्तुलाई खुवाउन थालिन्, जसले गर्दा गाईले पहिलेको भन्दा बढी र पोसिलो दुध दिन थाल्यो। उनले भान्सामा बचत गर्ने एउटा यस्तो नियम बनाइन् जसले सबैलाई अचम्ममा पार्यो। प्रत्येक छाक खाना पकाउनु अघि उनले एक मुठी चामल छुट्टै एउटा बचत घैँटोमा राख्न थालिन्। उनका श्रीमानले यो देखेर सुरुमा जिस्क्याउँदै सोधे, यति एक मुठी चामलले के हुन्छ र? यो त चरालाई खुवाउनु पनि पुग्दैन। तर हीराले गम्भीर हुँदै मुस्कुराएर जवाफ दिइन्, बर्खाको ठूलो भेल रोक्न पनि साना साना ढुङ्गा र माटोकै खाँचो पर्छ। यो एक मुठी चामलले कुनै दिन हाम्रो ठूलो अनिकाल टार्नेछ र कसैको अगाडि हात फैलाउनु पर्ने छैन। हीराको मेहनत भान्सामा मात्र सीमित थिएन। घरको वरिपरि निकै जमिन बाजै थियो, जहाँ केवल काँडा र झारपात उम्रिएका थिए। पहिलेका मानिसहरू त्यहाँ काम गर्न अल्छी गर्थे, तर हीराले दिउँसोको फुर्सदको समयमा ती झारहरू आफ्नै हातले उखेलेर सफा गरिन्। उनले त्यहाँ सागपात, खुर्सानी, अदुवा र बेसार रोपिन्।
उनले श्रीमानलाई फकाएर र काममा उत्साहित बनाएर बारीका कान्लाहरूमा घाँस रोप्न लगाइन् ताकि गाईबस्तुलाई आहाराको दुःख नहोस् र घाँस काट्न टागाको वनसम्म धाउनु नपरोस्। छिमेकीहरूले हिरालाई बारीमा कोदालो खनिरहेको देखेर भन्थे, कस्ती लोभी बुहारी रहेछ, सुत्ने बेलामा पनि हातमा कोदालो बोकेर बारीमा पुग्छे, यसले त आफ्नो ज्यान नै सुकाउने भई। तर हिराले कसैको कुराको वास्ता गरिनन्। उनलाई थाहा थियो कि आजको पसिनाले भोलिको भविष्य सुनौलो बनाउनेछ। उनले घरमा पालिएको एउटा दुब्लो र कमजोर गाईको विशेष हेरचाह गरिन्। उनले गाईलाई समयमै घाँस, सफा पानी र कुडो दिने व्यवस्था मिलाइन्। बिस्तारै त्यो गाई सप्रियो र धेरै दूध दिन थाल्यो। उनले घरमा खान पुग्ने दूध राखेर बाँकी दूधबाट दही मथेर घिउ बनाउन थालिन्। त्यो शुद्ध घिउ उनले गाउँको बजारमा लगेर बेच्न सुरु गरिन्। घिउ बेचेर आएको थोरै पैसालाई पनि उनले विलासितामा खर्च गरिनन्। बरु त्यो पैसाले उनले केही कुखुराका चल्लाहरू र एउटा सानो बाख्राको पाठी किनिन्। यसैले उनले आम्दानीका साना साना नयाँ बाटाहरू खोल्दै गइन्। बुहारीको यस्तो सक्रियता र जाँगर देखेर घरका पुरुषहरूमा पनि ठूलो मानसिक परिवर्तन आयो। पहिले घाम चर्किएपछि मात्र ओछ्यान छोड्ने र दिनभरि चौतारीमा गफ लडाउने उनका श्रीमान अब बुहारीसँगै बिहानै उठेर बारी जोट्न जान थाले। हिराले घरको सबै काम भ्याएर आफै पनि कुटो र कोदालो बोकेर बारीमा पुग्थिन्। उनले मलजल गर्ने, गोडमेल गर्ने र सिँचाइको उचित व्यवस्था मिलाउने काममा आफ्नो बुद्धि लगाइन्। उनले सिकाए अनुसार मेहनत गर्दा त्यस वर्ष बारीमा कोदो, मकै र दलहनको उत्पादन पहिलेको भन्दा दोब्बर भयो। गाउँका मानिसहरू यो देखेर अचम्ममा परे। जसको घरमा एक छाक टार्न मुस्किल थियो, आज त्यही घरबाट घिउ, तरकारी र अन्न बजार जान थालेको थियो। मानिसहरूका बीचमा चर्चा हुन थाल्यो कि हिराको हातमा कुनै दैवी शक्ति वा जादु छ। तर वास्तविकतामा त्यो जादु केही नभएर केवल कडा परिश्रम, अटुट धैर्य र सानो बचतको प्रतिफल थियो। हिराले पुराना च्यातिएका लुगाहरूलाई पनि तालेर चिटिक्क पारेर लगाउँथिन् र नयाँ फ्यासन वा गहनाका लागि अनावश्यक खर्च गर्दैनथिन्। उनको यो किफायती स्वभाव र कडा अनुशासन देखेर कतिपय गाउँलेहरूले उनलाई नकुटे अर्थात् धन कुट्न वा थुपार्न मात्र जान्ने भनेर नाम राखिदिए। कसैले यसलाई प्रशंसाका रूपमा लिए त कसैले खिसी गरे, तर हिरालाई यी कुराले कुनै असर गरेनन्। उनले बुझेकी थिइन् कि दुःखको बेला काम लाग्ने भनेको आफ्नै पौरख र आफ्नै हातको सिप हो। बिस्तारै उनले आफ्नो घरलाई एउटा यस्तो नमुना बनाइन् जहाँ अभावको ठाउँमा प्रचुरता र निराशाको ठाउँमा आशा पलाउन थाल्यो। उनको हरेक पाइलाले यो प्रमाणित गर्दै थियो कि यदि एउटी नारीले आँट गरिन् भने भत्किन लागेको घरलाई पनि स्वर्ग बनाउन सक्छिन्। हिराको मेहनतले घरको अवस्था त सुध्रिँदै थियो, तर सँगसँगै गाउँमा उनको नामको चर्चा पनि नयाँ ढङ्गले चुलिन थाल्यो। सुरुका दिनमा उनलाई छिमेकीहरूले हिरा भनेरै बोलाउँथे, तर जब उनले अन्नको एक दाना पनि खेर जान नदिने र पैसाको सही सदुपयोग गर्ने कडा नियम लागू गरिन्, तब गाउँलेहरूले उनलाई नकुटे बुहारी भन्न थाले। यो नामको पछाडि एउटा रोचक रहस्य र सामाजिक दृष्टिकोण लुकेको थियो। गाउँका केही मानिसहरूलाई लाग्थ्यो कि उनी धनकुटा भन्ने ठाउँबाट आएकी हुन्, तर वास्तवमा उनको माइती अर्कै गाउँमा थियो। नकुटे शब्दको अर्थ त गाउँलेहरूले उनको स्वभाव हेरेर व्यङ्ग्य र प्रशंसाको मिश्रणका रूपमा जुराएका थिए। नेपाली समाजमा धान कुट्नु भनेको ढिकीमा धान हालेर चामल निकाल्नु हो, तर हिराले त मानौ आफ्नो बुद्धि र परिश्रमले ढुङ्गाबाट पनि धन कुटेर निकालिरहेकी थिइन्। उनी यति चलाक थिइन् कि उनीसँग भएको थोरै स्रोतलाई पनि उनले कैयौं गुणा बढाउन सक्थिन्। उनले ढिकीमा धान मात्र कुटिनन्, उनले समयको सही सदुपयोग गरेर र बेकार फालिएका चिजहरूलाई उपयोग गरेर घरमा लक्ष्मीको भण्डार नै भित्राउन सफल भइन्। यही खुबीका कारण उनको नामको अगाडि नकुटे विशेषण झुन्डिन पुग्यो। गाउँका केही कन्जुस र अल्छी मानिसहरूले उनलाई यो नाम खिसी गर्नका लागि प्रयोग गर्थे। उनीहरू भन्थे, यी हेर नकुटे बुहारी आइन्, यिनले त हावाबाट पनि पैसा निकाल्छिन् होला, एक पैसा खर्च गर्न पनि यिनलाई 7 पटक सोच्नुपर्छ। उनीहरू हिरालाई साह्रै लोभी र पैसाको पछि लाग्ने स्त्रीको रूपमा चित्रण गर्न खोज्थे, तर हिराले यी सबै कुरालाई मुस्कुराएर सहन्थिन्। उनलाई थाहा थियो कि मानिसहरूले के भन्छन् भन्ने कुराले उनको घरको चुलो बल्दैन। उनले बुझेकी थिइन् कि गरिबीमा हुँदा कसैले पनि कस्तो राम्रो मान्छे भनेर अन्नको मुठी दिँदैनन्, तर जब मान्छे सफल हुन्छ तब सबैले कुरा काट्छन्। उनको नकुटे नामको वास्तविक अर्थ त उनको पौरखमा लुकेको थियो। उनले आफ्ना ससुरा र श्रीमानलाई सधैँ भन्थिन्, सम्पत्ति भनेको कमाउनु मात्र ठूलो कुरा होइन, त्यसलाई जोगाउनु र सही ठाउँमा उपयोग गर्नु असली नकुटे हुनु हो। उनले घरमा एउटा सानो बाकस राखेकी थिइन् जसमा उनले बजारमा घिउ र तरकारी बेचेर आएको थोरै थोरै पैसा जम्मा गर्थिन्। उनले त्यो बाकसलाई आफ्नो धनको ढुकुटी मान्थिन् र त्यहाँबाट बिरलै मात्र पैसा निकाल्थिन्। उनको नामको अर्को रहस्य उनको व्यापारिक बुद्धिसँग पनि जोडिएको थियो। गाउँमा कसैलाई अन्नको सापट चाहियो भने उनीहरू हिराकै ढोकामा आइपुग्थे। हिराले कसैलाई पनि खाली हात फर्काउँदिन थिइन्,
तर उनको एउटा शर्त हुन्थ्यो। उनी भन्थिन्, म तपाईलाई आज 1 पाथी कोदो दिन्छु, तर यसको सट्टामा तपाईले मेरो बारीमा 2 दिन काम गरिदिनुपर्छ। यसरी उनले पैसा मात्र होइन, श्रमको पनि बचत गर्थिन्। गाउँलेहरू दङ्ग पर्थे, कसरी यो बुहारीले एउटा पाथी अन्नबाट आफ्नो बारी खनाउन सफल हुन्छन्। यही चतुरताले गर्दा नकुटे नाम गाउँभरि ब्रान्ड जस्तै बन्यो। उनका ससुराले पनि छोरी समान बुहारीको यो रूप देखेर गौरव गर्थे। उनले छिमेकीसँगको कुराकानीमा भन्थे, मेरो बुहारीले धन कुटेर थुपारेकी होइन, उनले त हाम्रो भाग्य कुटेर नयाँ आकार दिएकी हुन्। बिस्तारै गाउँका अन्य महिलाहरू पनि हिराको सिको गर्न थाले। हिराले उनीहरूलाई पनि कसरी थोरै अन्नबाट धेरै फाइदा लिने र कसरी आफ्नो खुट्टामा उभिने भनेर सिकाउन थालिन्। हिराको नकुटे पहिचान केवल पैसासँग मात्र सीमित रहेन, यो त एउटा आदर्श भयो। उनले देखाएकी थिइन् कि एउटी बुहारीले चाहेमा आफ्नो बुद्धिको प्रयोग गरेर शून्यबाट पनि साम्राज्य खडा गर्न सक्छिन्। उनलाई खिसी गर्नेहरू नै पछि आएर सल्लाह माग्न थाले। कसैले सोध्थे, बहिनी मेरो बाख्रा त सप्रिएन, के गर्ने होला? कसैले सोध्थे, यो महिना खर्च कसरी धान्ने होला? हिराले समयलाई आफ्नो नकुटे मन्त्र सुनाउँथिन्, मेहनतमा विश्वास गर, बचतमा ध्यान देऊ र समयलाई खेर जान नदेऊ। यसरी हिराको नामको रहस्य उनको मेहनत, धैर्य र व्यवस्थापन कलामा लुकेको थियो। उनले आफ्नो नामलाई सार्थक बनाउँदै समाजमा एउटा यस्तो उदाहरण पेश गरिन् जसले नेपाली लोककथामा बुहारीको छविलाई सधैँको लागि उच्च बनाइदियो। उनी वास्तवमा धन कुट्ने मसिन थिइनन्, उनी त बुद्धिको खानी र समृद्धिकी जननी थिइन्। उनको यो नामको पछाडि लुकेको सङ्घर्ष र सफलताको कथाले आज पनि धेरैलाई प्रेरणा दिन्छ। हिराको निरन्तरको पौरखले गर्दा केही वर्षभित्रै त्यो गरिब घरको कायापलट भयो। पहिले जहाँ अनिकालले वास गर्थ्यो, अहिले त्यहाँ अन्नका ठूला ठूला भक्रारीहरू ठिङ्ग उभिएका थिए। गोठभरि भैँसी र गाईहरू ब्याएका थिए, जसले गर्दा घरमा दूध र दहीको कहिल्यै कमी भएन। हिराले आफ्नो मेहनतले घरलाई मात्र सम्पन्न बनाइनन्, बरु छिमेकी गाउँहरूमा समेत अन्न र घिउ निर्यात गर्ने एक सफल गृहिणीको रूपमा आफूलाई स्थापित गरिन्। उनको घर अब गाउँकै सबैभन्दा धनी र व्यवस्थित घरमा गनिन्थ्यो। तर हिराको यो अभूतपूर्व सफलता सबैका लागि खुसीको विषय बनेन। समाजमा कोही प्रगति गर्दैछ भने त्यसलाई हेरेर रमाउने भन्दा डाहा गर्नेहरूको संख्या सधैँ बढी हुन्छ। गाउँका केही अल्छी र बिलासी छिमेकीहरू जो हिजोसम्म हिरालाई लोभी भनेर जिस्क्याउँथे, आज उनको उन्नति देखेर भित्रभित्र जल्न थाले। उनीहरू आपसमा काने खुसी गर्थे, यो धनकुटे बुहारीले पक्कै पनि केही जादुटुना गरेकी हुनुपर्छ, नत्र यति छोटो समयमा कसरी कोही यति धनी हुन सक्छ। कसैले त उनलाई बोक्सीसम्मको लान्छना लगाउन पछि परेनन्। ईर्ष्यालु छिमेकीहरूले हिराको परिवारमा फाटो ल्याउने प्रयास पनि गरे। उनीहरूले हिराका श्रीमानलाई उक्साउँदै भन्न थाले, हेर भाइ, तिम्रो घरमा त बुहारीको मात्र राज चल्छ, तिम्रो त केही हैसियत नै छैन, सबै धन सम्पत्ति उसैले मुठीमा पारेकी छे। उनीहरूले ससुरालाई पनि भड्काउने कोसिस गरे कि बुहारीले माइतीतिर धन ओसार्दैछे। यी नकारात्मक कुराहरूले घरको शान्तिमा केही समयका लागि सानो धक्का पुर्यायो, तर हिराको चट्टान जस्तै अटल धैर्य र इमान्दारिताका अगाडि ती षड्यन्त्रहरू टिक्न सकेनन्। हिराले आफ्ना विरुद्ध भइरहेका यी सबै आलोचना र ईर्ष्यालाई नजिकबाट महसुस गरेकी थिइन्, तर उनले बदलाको भावना कहिल्यै राखिनन्। उनले बुझेकी थिइन् कि मानिसहरूले उनीमाथि ढुङ्गा हान्नुको अर्थ उनी फल लागेको रुख हुन्। उनले झन बढी मेहनत गरिन् र आफ्नो कामबाटै सबैको मुख थुन्ने निर्णय गरिन्। उनले आफ्ना श्रीमान र ससुरालाई झन बढी प्रेम र सम्मान दिइन्, जसले गर्दा बाहिरी मान्छेले लगाएको आगो घरभित्र सल्कन पाएन। यो भागले के सिकाउँछ भने, जब तपाईँ सफलताको शिखर चढ्न थाल्नुहुन्छ तब खुट्टा तान्नेहरूको कमी हुँदैन। हिराको आर्थिक सफलता केवल पैसाको थुप्रो मात्र थिएन, यो त उनको चरित्र र समाजको ईर्ष्या विरुद्धको ठूलो लडाई पनि थियो। उनले ईर्ष्या गर्नेहरूलाई आफ्नो व्यवहारले पराजित गरिन् र यो प्रमाणित गरिन् कि जसको मन सफा र हातमा सीप हुन्छ, उसलाई कसैको कुदृष्टिले केही बिगार्न सक्दैन। कथाको अन्तिम चरणमा आइपुग्दा हिरा अर्थात् धनकुटे बुहारीले आफ्नो जीवनको सबैभन्दा ठूलो परीक्षा उत्तीर्ण गरिन्। ईर्ष्या र डाह गर्ने छिमेकीहरूले जब उनको प्रगतिलाई रोक्न सकेनन्, तब उनीहरू बिस्तारै आफ्नै गल्ती महसुस गर्न थाले। 1 वर्ष गाउँमा ठूलो खडेरी पर्यो, धेरैका खेतबारी सुके, अन्नका भकारी रित्तिए र गाउँमा हाहाकार मचियो। तर हिराको घरमा भने उनले विगतका वर्षहरूमा गरेको मुठी दान र बचतका कारण पर्याप्त अन्न सुरक्षित थियो। उनले सङ्कटको बेला कसैलाई पनि रित्तो हात फर्काइनन्। हिराले आफ्नो ढुकुटी ती मानिसहरूका लागि पनि खोलिदिइन् जसले हिजो उनलाई लोभी र बोक्सी भनेर गाली गरेका थिए। उनले भनिन्,
सम्पत्ति भनेको आफूले मात्र खाएर सकिने चिज होइन, यो त अरूको दुःखमा काम लाग्नुपर्छ। उनको यो उदारता र विशाल हृदय देखेर गाउँलेहरूको शिर झुक्यो। हिजोसम्म कुरा काट्नेहरू आज उनको पाउमा परेर माफी माग्न थाले। हीराले सबैलाई एउटै पाठ सिकाइन्, बचत भनेको कन्जुसाई होइन, बरु भविष्यको सुरक्षा र अरूलाई सहयोग गर्ने आधार हो। उनका वृद्ध ससुराले जीवनको अन्तिम क्षणमा छोरा र बुहारीलाई नजिकै बोलाएर भने, मैले यो घरमा लक्ष्मी भित्राउन खोजेको थिएँ, तर तिमी त साक्षात् सरस्वती र अन्नपूर्णको रूप भएर आयो। तिम्रो बुद्धिले हाम्रो कुलकै उद्धार भयो। ससुराको आशीर्वाद र श्रीमानको अटूट विश्वासले हीरालाई अझ बढी शक्तिशाली बनायो। उनका श्रीमानले पनि स्वीकार गरे कि यदि हीराले सुरुका दिनमा कडा अनुशासन र परिश्रम नगरेको भए आज यो खडेरीमा उनीहरू सडकमा हुने थिए। कथाको सुखद अन्त्यमा त्यो घर केवल एउटा धनी घर मात्र रहेन, त्यो त गाउँकै लागि एउटा शिक्षाको केन्द्र बन्यो। हीराले गाउँका महिलाहरूलाई भेला पारेर सानो बचत समूह बनाइन् र सबैलाई आत्मनिर्भर हुन सिकाइन्। गाउँका बालबालिकाहरूले उनलाई आदर्श आमाको रूपमा हेर्न थाले। धनकुटे बुहारी नाम अब व्यङ्ग्य होइन, बल्कि सम्मान र गौरवको प्रतीक बन्यो। गाउँमा हरियाली फर्कियो र सबैका घरमा अन्नका भकारी भरिन थाले। अन्त्यमा हीराको यो कथाले हामीलाई अमूल्य शिक्षा दिन्छ। मानिसको वास्तविक धन उसको सम्पत्तिमा होइन, उसको सोच, मेहनत र परोपकारी भावनामा हुन्छ। एउटी बुहारीले आफ्नो धैर्य र बुद्धिको प्रयोग गर्दा एउटा उजाड परिवारलाई कसरी समृद्धिको शिखरमा पुर्याउन सक्छ भन्ने यो कथा नेपाली लोक साहित्यको एक उत्कृष्ट उदाहरण हो। आज पनि गाउँघरमा मेहनती बुहारीको चर्चा चल्दा धनकुटे बुहारीको कथा गर्वका साथ सुनाइन्छ।